हेलो नमस्ते जय श्री राम मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरू लुक एट दिस हेर्नुस् त म चाहिँ खाना खाँदैछु यो खरबुजा तरबुजा यसो के अनेक नाम छ यहाँ चाहिँ महाराष्ट्रमा चाहिँ यसलाई कलिङ्गर भनिन्छ वाटरमेलन यसलाई चाहिँ नेपालीमा हामी सायद खरबुजा भन्छौं हैन मलाई त्यस्तै लाग्छ इफ आई एम रङ मलाई कमेन्ट बक्समा जरुर जनाउनु होला के भनिन्छ यसलाई अनि यसलाई चाहिँ यहाँ कलिङ्गर भनिन्छ अनि यति ठुलो खरबुजा लिएर आउनु भएको छ आज मेरो हस्बेन्डले म चाहिँ डेली फ्रुट खान्छु किनकि मेरो स्वास्थ्य त्यति राम्रो छैन स्वास्थ्य लाभको लागि म चाहिँ डेली फ्रुट खाने गर्छु अनि अन्नहरू चाहिँ खानाहरू चाहिँ मतलब कुक फुड चाहिँ मैले कहिले कता नै खान्छु वान टाइम मैले एक्लै खाएँ भने यो चाहिँ मलाई मेरो विचारमा 2 दिनसम्म पुग्छ होला बिहानै बेलुका गरेर तर हामी सबै मिलेर खान्छौं मेरो हस्बेन्डले त एकैछिनमा चट बनाइदिनुहुन्छ यसलाई ही इज भेरी बिग फूडी अफ फ्रुट्स म चाहिँ धेरै खान सक्दिनँ तर हेल्थको कारणले गर्दा चाहिँ कोसिस गर्छु खाने फ्रुटहरू उठाउनु पर्यो ओ यो त उठाउने कति गाह्रो छ ओ माय गॉड लास्ट बेन्डै उठा पाए कति गाह्रो उठाउन ल आमा ए चिटीकै चिटी इधर दिखाऊं तो मेरे हाथ से चीटी न मर जाए मैं इसको ना बाहर छोड़ देती हूँ जीव जन्तु को कति माया लाग्छ मलाई हेर्नु त कमिला दिखाऊ नि त हेर्नु त यो कमिला धन्न अरे खरबुजाले थिचेर मरेको कता भाग्यो चिटी भाग्यो कता ठिकै भयो भाग्यो धन्न यो तरबुजाले थिचेर मरेन कमिला जोग्यो ज्यान जीव जन्तुलाई पनि बाँच्ने हक अधिकार हुन्छ हैन Do you want to say something? Yes, I want to say something. नेपाली में बोल्छु नेपाली में एउटा फेमस छ आउनुस् बस्नुस् खानुस् जानुस् आप खानुस् टाइम हुन्छ यो वाटरमेलन छ एक सेकेन्ड पुग्छु तपाईलाई कस्तो छ एकदम राम्रो छ अब काट्ने हो के काट्ने हो नि ए वाटरमेलन काट्ने हो वाटरमेलन अनि यसलाई नेपालीमा के भन्छ थाहा छ तरबुजा हैन खरबुजा हो ज्ञान बक्स्ने यति पार्ट मात्रै काटम है पार्शियली काटम है त यति हो त्यो खान सकिदैन धेरै ल अब काट्ने हो यो तपाईले खाने आउने आउनुस् हेरम है त कतिको राम्रो निस्किन्छ कहिले खरबुजा अलि अगतेले पनि निस्किन्छ कति ठुलो छ के मैले त 4 दिनसम्म मैले एक्लै खाएँ 4 दिनसम्म खाइसक्छु होला तर साँच्चै मेरो हस्बेन्डले चाहिँ यो एकछिनमा चट पारिदिन्छन् यति क्रेजी छन् फ्रुटको राम्रै निस्केछ त यो नेपाल यति खान सकिन्छ त हामी सबै यति हामी खानी हामी यति नेपाल पठाइदिने हो यति सब नेपाल पठाइदिने हो सबै साथीहरुलाई नेपाल पठाइदिने हो खानी हो ल खानी ल म यो पठाइदिन्छु है त हजुरले खानु होला नेपाल पठाइदिने रे यो ठुलो चाहिँ ल काटम गर्मीको महिना छ है अनि वाटरमेलनको सिजन छ यहाँ त यो चाहिँ मैले तपाईले भन्नु पर्दाखेरि कतिमा किने भन्ने सोध्नुहुन्छ भने चाहिँ हामीले चाहिँ यो 70 रुपैयाँमा ल्याएको हैन हजुरले नेपाली त्यस्तै 120-30 रुपैयाँ भयो कि क्या हो 70 रुपैयाँ आइसीको साँच्चै भन्नु भने नेपालमा भन्दा इन्डियामा धेरै फल फ्रुटहरू सस्तै छ हामीलाई त अझै पनि महँगो लाग्छ यो पनि तर नेपालमा त अझै किनि नसक्नु छ त्यो त तपाईलाई थाहा छ रहेछ हरेक कुराहरू कति महँगो छ इन्डियाको कम्पेरिजनमा तर हाम्रो सिटीमा चाहिँ धेरै कुराहरू साग सब्जी फ्रुटहरू भयो धेरै नै एकदम रिजनेबल छ डेली लाइफको लागि त्यो चाहिँ मलाई चाहिँ मेरो सिटीको इन्डियाको चाहिँ साह्रै मनपर्ने एउटा राम्रो पार्ट चाहिँ त्यो हो कि धेरै खानेकुराहरू चाहिँ जस नेपालमा भन्दा धेरै सस्तो छ यहाँ सर्भाइभ गर्न चाहिँ एकदम सजिलो हुन्छ हाम्रो राजा हाम्रो पतिदेवले चाहिँ मेहनत गर्दै हुनुहुन्छ मेरो लागि फ्रुट काटी खुवाउनुहुन्छ मेरो लागि बिचरा यत्रो फ्रुट त मैले एक्लै काट्न पनि सक्दिनँ आथे ल एकपल्ट गाना गाइदिनु न एकपल्ट छातीमा मेरो यो छोटो मोटो होइन के छोटो भोटो एकपल्ट गाइदिनु न यता गाइदिनु न फेरि गाइदिनु न छातीमा मेरो यो छोटो मोटो कमरमा कुर्पेसो सोधरा मलाई खलिलो कमलाई सोधरा मलाई खुर्पेसो होइन खुर्पेटो हो फेरि गाइदिनु न एकपल्ट राम्रो मेरो यो छोटो मोटो होइन के भोटो समरमा भोटो होता है मोटो होता है ना छातीमा मेरो यो छोटो भोटो बोलते इसको कमरमा खुरपेटो हाँ मोटो बोलते नहीं है कतै मै त गलत छैन
यो छोटो भोटो भोटो बोलते हाँ, हैं मुट्टू क्या मुटू और भोटो सेम सेम सुनने में लगता है, इसलिए आपने मुटू बोला। यही सुन रहा हूँ मैं हमेशा। यो छोटो भोटो छातीमा मेरो यो छोटो भोटो कमरमा खुट्टे नाच पनि हाल्ने फेरि। मेरो हस्बेन्ड त नाच पनि हाल्ने यार अचम्मै। नाच्न त भनेको थिएन मैले त गाउनु मात्रै भनेको थिएँ त। ल ठिकै छ, एक्स्ट्रा तड्का लाग्यो झन्। कलिङ्गड यानि कि वाटरमेलन काटेर रेडी भयो। अब हामी खान लगाइरहेको छौँ, यत्रो धेरै छ। अझ हिजो अस्ति त यो भन्दा नि पुरै भरेर लिन्थ्यौँ, आज अलिक थोरै बाबु बाहिर गछ छैन यहाँ, त्यही भएर अलिक थोरै लिएछौँ दुइटाको लागि, नत्र त अझै बाबुले नि यति त चट पारिदिन्छ एक्लै। कैसा है? आउनु भयो, बस्नु भयो, अब खानुस्। अब खानी है, सबै खानी हो। कैसा है? खाओ, एकदम राम्रो छ, मिठो छ। मिठो छ, लेकिन रानी से मीठा नहीं है। रानी से मीठा नहीं है। अरे वाह वाह। लो साहिबा, ल खाओ, खाओ। भेरी गुड। एमा त 70-80% वाटरै हुन्छ। वेट लस गर्नको लागि चाहिँ धेरै राम्रो छ यो फ्रुट, अनि पानीको कन्टेन्ट धेरै छ यसमा। जुस बनाएर पनि खान सकिन्छ, तर जुस बनाएर खाँदा त्यति मिठो हुँदैन जति यसरी डाइरेक्ट खाँदा हुन्छ। म त अब खराब तबियतको चलते यस्तै यस्तै खाइरहेको छु, के गर्ने, उमेर नहुँदै अब रोगी भइयो के अरे, त्यही भएर खानापिनमा धेरै सजग हुनुपर्छ। डाक्टरले पनि मलाई हार्ड कुराहरू नखा भनेको छ। अब यस्तै सफ्ट कुराहरू खाइन्छ। हजुरहरूलाई वाटरमेलन मनपछि पर्दैन? कमेन्ट बक्समा अवश्य बताउनुहोस् होला है त। जय श्री राम।